दिनको सुरुवात। मेरो दिनको सुरुवात सधैँ नारायण गोपालको गीतबाट हुन्छ। त्यो आवाज न त बिस्तारिएको न त हतारिएको हुन्छ, एकदम सन्तुलित हुन्छ त्यो आवाज, एकदम म जस्तो। त्यसपछि म दाँत मार्नुतर्फ लाग्छु। दाँत माझेपछि म मुख धुन्छु। त्यसपछि म फेस वास, सनस्क्रिन, मोइस्चराइजर लगाउँछु। हतारले होइन, एकदम आरामसँगले, किनकि अनुहार देखाउनको लागि मात्र होइन, बुझाउनको लागि पनि हो। जसरी बिहान सुरु हुन्छ त्यसरी नै दिनको गति निर्धारण हुन्छ। त्यही भएर मर्निङ रुटिन आरामले गर्नुपर्छ। त्यसपछि म कपालमा साइन देखाउन तेल लगाउँछु। धेरै होइन, थोरै। मलाई सधैँ भेट्न दुईजना साथीहरू आउने गर्छन्। पहिलो सुशान्त, जसले केही न केही खानेकुरा ल्याइदिन्छ, अनि अर्को दर्शन। दर्शन र म जहिले चेस खेल्छौँ अनि दर्शनले मलाई इन्ट्रेस्टिङ स्टोरिजहरू सुनाउँछ। दुईजना साथीहरू एकदम मिलनसार छन्। चेस खेल्न टेबल ठाउँ रेडी गर्दै म नोभल हातमा लिएर साथीहरूको पर्खाइमा बस्ने गर्छु। खानेकुरा ल्याइदिएको? खानेकुरा ल्याइदिएको छु तिमीलाई। टाइममा खानु नि, म तिमीलाई पछि भेट्न आउँछु ल। ए दर्शन, राइट अन टाइम। I'm always right on time. तिमी सुबोध नै हो नि? किन जिस्केको? सुबोध नै हो नि म। के होइन, मिस्टेक भएछ। थालौँ न त। हुन्छ, सुरु गरौँ न त। अनि आज के को स्टोरी सुनाउनु त मलाई? आज एउटा मर्डरको स्टोरी छ। कसको मर्डर? एउटा दाइले गरेको मर्डर, आफ्नै भाइलाई। त्यस्तो पनि गर्छ र कसैले? गर्दो रहेछन् त। के थियो मर्डरको रिजन चाहिँ? खै दाइलाई नै सोध्नुपर्छ त्यो त। दाइलाई? को हो दाइ चाहिँ? सुबोध दवाडी। सुबोध दवाडी? म? किन मारे भाइलाई सुबोध? सुबोध
सुबोध को सुबोध बिर्सिनु भयो म त सुभाष हो त ए सरी सरी जिस्केको हुन्छ सुभाष थालौँ न त अनि आज के को स्टोरी सुनाउने मलाई आज एउटा मर्डरको स्टोरी सुनाउँछु तिमीलाई कस्तो मर्डर एउटा साथीले गरेको मर्डर आफ्नै साथीलाई ह त्यस्तो पनि गर्छ र कसैले गर्नु पर्दो रहेछ ह के थियो रिजन चाहिँ अर्गन ट्राफिकिङ एउटा साथी पैसाको लोभमा चोर अर्गन ट्राफिकिङदेखि लिएर सबै इलिगल बिजनेसमा आफ्नो हात हाल्न पुगिसकेको थियो नराम्रो कामको आयु सधैँ छोटो हुँदो रहेछ एक दिन अर्को साथीले सबै नराम्रो कामहरू थाहा पाउन पुग्यो आफू फस्ने डर र पैसाको मातले गर्दा त्यो निर्दयले अन्तिममा आफ्नै साथीको मर्डर गर्न पुग्यो कसले गर्न सक्छ त्यस्तो को थियो मर्ने साथी को हो मर्ने साथी तिम्रो भाइ अनि मार्ने मान्छे उसलाई हेर्देऊ
पैसा ल्याइदिएपछि तिमीलाई टाइममा खानु नि म तिमीलाई पछि भेट्न आउँछु ल यो सब के हो यो सब युआर भेरी सिक सुबोध तिमीलाई डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर डिसोसिएटिभ एम्नेसिया भएको छ मेरो साथी साइकाट्रिस्ट हो चिन्ता नगर्दा है तेरो यो बिमारलाई म योभन्दा अगाडि बढ्न दिन्न तिमीले तिम्रो दिमागमा आफ्नो बेटर भर्जन बनाएको छौ जब तिम्रो दिमाग ट्रिगर हुन्छ तिमी सुबोधलाई छोडेर सुभाष भन्न पुग्छौ तिमीले किन र कसरी यस्तो गर्छौ भन्ने कुरा तिम्रो दिमागले बिर्सिदिन्छ जसलाई डिसोसिएटिभ एम्नेसिया भनिन्छ चिन्ता नगर तिमी ठिक हुन्छौ ना ह्यान्ड मी द फाइल सुबोध मेरो दाइ मानसिक बिरामी छ त हिँडिदिन्छस् नि त चिन्ता नगर्न म छुँदैछु नि तेरो लागि दाइ टाइम हुन लाग्यो घर आइज हेड दर्शन तैँले के गर्दैछस् मैले सब थाहा पाइसकेको छु यो सब गलत मात्र होइन क्राइम पनि हो त पैसाको लोभमा फँसी हुन्छस् अनि तँलाई कसैले बाहिर निकाल्न सक्दैन त मेरो साथी भएर मात्र म तेरो अगाडि छु नत्र म अहिले पुलिस स्टेसनको अगाडि हुन्थेँ त पैसाको लोभमा फँसेपछि हुन्छस् अनि तँलाई कसैले बाहिर निकाल्न सक्दैन ए आइस The market is boiling. We need more organs.
तिमीलाई दबाई ल्याइदिएको छु, टाइममा खानु। म तिमीलाई पछि भेट्न आउँछु नि। दिनको सुरुवात